नमस्कार साथीहरु, नमस्कार। यता चामल पकाएर भात बनाउँदैछु है। ल हेर, चामल पकाएर भात बनाउँदैछु। यतातिर न्युरो अनि च्याउ आलुको तरकारी बनाउँदैछु। ल साथीहरु, तपाईहरु नै आउनुहुन्छ भने आउनुहोस् है। स्वागत छ यहाँ। बस्ने बास चाहिँ यो हो। खाने चाहिँ घाँस चाहिँ यस्तै नयाँ तरकारीहरु, जंगलको न्युरो, च्याउ, सिस्नु अनि यस्तै परिकारहरु पकाएर खाइन्छ। हामीहरु हजुरले खुवाइन्छ। ल आउनुहोस् है साथीहरु। बस्नको बास तयार भइसक्यो। अब यसो जंगलतिर गएपछि न्युरो, च्याउ हैन, टुसाहरु पनि पाइन्छ। अब जंगलले नजिकै छ। ल हेर्नुस्, पुरै जंगल, पुरै जंगलको बीचमा ल हेर्नुस् साथीहरु, यस्तो छ। सिर्फ आउनको लागि लुम्रेबाट यहाँ 1 घण्टाको मात्रै पैदल यात्रा।